Bhagwati Khadka, Unica. Nepal's first female professional wrestler. And founder of the Nepal Women Wrestling Foundation. Continues to break new ground for women in sports. And beyond. After creating history. With a Guinness World Record wrestling match at Kolapatha. 5,644 meters, against American wrestler Danny Mo. She is now preparing for her next major achievement. तपाईले हाम्रो चाहिँ सामान त्यहाँ माथि लगेर छोडेर आउनुभयो है थ्यांक यू भेरी मच हजुरको नाम मेरो सुमन सुमन के सुमन घरती घरती हजुर ए घर घर दाङ हो ए दाङ मान्छे हजुरले धेरै वर्ष भयो यस्तो भारी बोक्ने काम अब त्यही सर्दी ठन्डी अहिले गर्मीमा अब तल तराईमा सकिन्न ए अनि कति कमाउनुहुन्छ हजुरले यहाँ अब त्यस्तै हो ठेकापट्टा सता गर्ने त्यही जाली मन्थली कति कमाउनुहुन्छ मन्थली त्यस्तै 20-25 हजार अहिले म मनाङ निस्याङ गाउँपालिकामा छु र मनाङ निस्याङ गाउँपालिकाका अध्यक्ष हाम्रो आदरणीय व्यक्तित्वको साथमा छु र उहाँले चाहिँ अब हामीले चाहिँ अब रेस्लिङको कार्यक्रम आयोजना गर्दाखेरि उहाँ पनि एकदमै खुसी हुनुभएको छ नमस्ते म चाहिँ कान्छा गले मनाङ निस्याङ गाउँपालिकाको अध्यक्ष मेरो गाउँ चाहिँ यो मनाङ निस्याङ गाउँपालिकामा चाहिँ जम्मा 9 वडाहरू पर्दछ र त्यो मध्ये वडा नम्बर 9 मा चाहिँ टिली ताल अवस्थित रहेको छ यो चाहिँ विश्वकै सबभन्दा अग्लो ठाउँमा रहेको ताल हो र अब यो तालमा अब हाम्रो महिला रेसलर पहिलो रेसलर है अब त्यहाँ कार्यक्रम राख्ने इच्छा राख्नु भएको छ र त्यसमा चाहिँ अब यो कार्यक्रमलाई चाहिँ कसरी सफलता बनाउन हामीले सक्ने त्यो यताउता सबै हामीले जति सक्दो हामीले उहाँलाई सहयोग गर्नेछौँ At Tilicho Lake in Manang, the world's highest lake, 4,919 meters, female wrestlers from 6 countries will gather for this record-setting competition, symbolizing strength, unity, and the limitless potential of women across the globe. अहिले चाहिँ म तिलिचु लेक आइपुग्न आँटिसकेको छु एकदम नजिक छ स्नो नै स्नो छ हेर चारै राउन्ड एकचोटि यो राउन्ड माथि साइड छ है Recently, Bhagwati trekked to Tilicho Lake. On foot to finalize preparations, showing her unmatched dedication and resilience. यहाँ चाहिँ अब घाम लागेपछि स्नो एकदमै हराउँदै जाँदो रहेछ एकदमै गाह्रो हुँदो रहेछ है मलाई चाहिँ यस्तो रिङ्गाटा पनि लागिरहेछ मेडिसिन युज गरिरहेको छु एकदम उकालो एकदम खुट्टा एकदमै दुख्दो रहेछ त्यति धेरै इजी चाहिँ छैन तिलिचो तालमा आउँदाखेरि वाकिङहरू गर्ने अलिक खेलाडीहरूलाई त राम्रै हुन्छ नर्मल मान्छेलाई चाहिँ एकदमै गाह्रो हुँदो रहेछ किनभने विदेशी पनि फर्केर गयो यो बिच बाटोबाट त्यस कारणले गर्दाखेरि चाहिँ यहाँ आउनको लागि चाहिँ अलि एक्सर्साइज पनि गर्नुपर्ने रहेछ यहाँ चाहिँ जस्तो मैले काला पत्थरमा चाहिँ 5,644 मिटर हाई अल्टिट्युडमा गरेर चाहिँ मैले रेस्लिङ खेलेर अमेरिकाको डानिमोलाई जितेर चाहिँ विश्व रेकर्ड राख्न सफल भएको थिएँ र यहाँ चाहिँ अब मैले 6 वटा देशको खेलाडी ल्याएर चाहिँ ठुलो एउटा रेस्लिङको प्रोग्राम गर्दैछु र
र प्रोग्राम आयोजना गर्नको लागि म यहाँ ठाउँ हेर्न आएको हो र एकदमै राम्रो छ। सायद रिङ चाहिँ उयो ठाउँमा राख्छु कि भन्ने प्लान गर्दैछु। ठाउँ म कता राख्छु सोचिरहेको छु। ठाउँको लागि म हेर्दैछु र यहाँ चाहिँ मैले यो मनाङको चाहिँ तिलिचोमा अन्तर्राष्ट्रिय रेस्लिङ खेलेर चाहिँ विश्वमा फेरि नाम चर्चामा ल्याउने सोच्छु र गिनिज बुकमा नाम लेखाउने उद्देश्यले म आएको छु र यसको लागि तपाईहरु सबैले साथ सपोर्ट र माया गरिदिनुहुन्छ भन्ने पूरा आशा गरेको छु। Celebrating Nepal's rich heritage. Bhagwati's message to women everywhere. There are no mountains too high, no dreams too big. The world belongs to those who dare to rise. Believe in your strength. Fight for your dreams, and you will create your own history. मलाई चाहिँ धेरै ठाउँबाट सहयोग गरेको छ। त्यस कारणले गर्दा हाम्रो यहाँ मनाङका हाम्रो टेकराज गुरुङ सरले चाहिँ मलाई यहाँ भिजिट गरेर आउनु भन्नुभएको हो र म यहाँ भिजिट गर्न आएकी हुँ र यहाँको हाम्रो गाउँपालिकाको वडा अध्यक्ष हुनुहुन्छ कान्छा गले, उहाँले पनि सपोर्ट गर्ने कुरा भइरहेको छ र सपोर्ट गर्नु पनि भएको छ र स्पेशल धेरै थ्याङ्क यू सो मच भन्न चाहे हाम्रो विशेष पौडेल, उहाँ कर साहब पनि हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई एकदम धेरै सपोर्ट गर्नुभएको छ। आज हाम्रो भिडियो बनाइदिनु भएको छ। एउटा महिलालाई चाहिँ महिला इम्पावरमेन्टको लागि चाहिँ उहाँले एकदमै सहयोग गर्नुहुन्छ र पहिला पनि सहयोग गर्नुभएको थियो। मेरो गानाहरू बनाइदिनु भएको थियो। अहिले यहाँ आउनु नै एकदमै ठुलो कुरा हो। यसरी साथ सपोर्ट गर्नुभएको छ र यसरी नै माया गरिदिनुहुन्छ भन्ने पुरा आशा गरेको छु। थ्याङ्क यू सो मच विशेष सर, थ्याङ्क यू सो मच। Through her inspiring journey, Bhagwati proves that with courage, passion, and persistence, women can conquer even the highest peaks, both literally and figuratively. I am the girl called daughter, the fighter.